मनाङ च्याम्चेको यात्रा सुरु भइसकेको छ है। मसँग छन् यी भाडा बुढीहरू। हामी चाहिँ बिहान 5:30 मा हिँडेको अनि अब 5:30 मा हिँडेको अनि त्यस्तै 8 बज्न लागेछ। अब ब्रेकफास्ट देखाउँदै गर्छु नि म ल। ब्रेकफास्टमा चाहिँ हामीले क्रसेन्ट ल्याएको छ है। बेकरी सेफ चाहिँ उयो अनि त्यसपछि कफी। मलाई मेरो आजको ब्रेकफास्ट मेन्यु चाहिँ कफी उनीहरूको क्रसेन्ट उनीहरूको अनि अन्डा अनि चना। हाम्रो खाजाको हाम्रो ब्रेकफास्ट मेन्यु है के हो यो ब्राउन हो न ब्राउन नै रहेछ। हाम्रो सेव हामी चाहिँ ब्रेकफास्ट खाइसक्यो। अब मुगलिनको लागि जाँदैछौँ है। मुगलिनको लागि देख्यौ वन ह्यान्डबाट देख्यौ। हामी बल्ल बल्ल मुगलिन आइपुग्यौँ। उसले चाहिँ सबैको हालत यस्तो भएको थियो पाल्जो यता त त्यसो छ। ल अब फेरि मुगलिनबाट बेसी सहर पुग्नुपर्छ त्यसैले धेरै रेस्ट नगर्ने। हाम्रो लन्च चाहिँ बेसी सहरमै हुन्छ क्या। फेरि बेसी सहरबाट जाने बाटो रहेछ। फर्स्ट टाइम होइन हाम्रो अब पाल्जोरले भन्दैछ। पाल्जोर चाहिँ अब यतैको हो। अब चाहिँ म चाहिँ बाइक चलाउन लागेको र बाटो अलिकति राम्रो छ अरे क्या त्यसैले अलिकति म चाहिँ स्कुटी चलाउनु लाग्यो। यता देखा न कस्तो नदेखा होइन उतै स्कुटी चलाउन लाग्यो त उता देख्दैन। अब भिडियोमा हेर्दै गर्नु पछाडि सक्ने के हुन्छ भन्नु। बेसी सहर पुग्न लाग्यो है। हामी चाहिँ पुग्न लाग्यो। हेर्नुहोस् त कति राम्रो भ्यू। हामी चाहिँ फाइनल्ली बेसी सहर आइपुगिसक्यो अनि लन्चको लागि रेडी है। सबैजना मुख सुख धोएर अब हामी यहाँ मिठो मिठो लन्च गर्छौँ। त्यसपछि फेरि च्याम्चेको लागि लाग्छौँ। बिचको बाटो चाहिँ यस्तो छ है च्याम्चे जाने बाटो। ल हामी चाहिँ जगत गाउँ आइपुगेको छ। जगत गाउँ देखाउँछु। यो चाहिँ को हो। अब यसपछि च्याम्चे हामीलाई 2 किलोमिटर मात्रै लाग्छ। त्यहाँ चाहिँ हनीबीको त्यो घरै घर ल है च्याम्चे गाउँ आइपुग्यो। हाम्रो टिबेट भाषा होटेल। अयो ल रवि दाई नमस्ते। हेलो अन्डा दिदी हेलो हाई। ल च्याम्चे गाउँ यो चाहिँ ब्युटिफुल गाउँ। यो चाहिँ टिबेट भाषा।
होटेल च्याम्चे गाउँमा पाल्जो इन्ट्रोड्युस गर ल त्यहाँ फोटोमा को हो यता चाहिँ बाबा हेर्छ अनि अर्को उतातिर फोटोमा हेर्न त्यहाँ पाल्जो आउँदिन बच्चा बेलामा कस्तो दाजुभाइहरूको फोटो च्याम्चे गाउँमा है मनाङतिर चाहिँ यसरी भाडाहरू मजाले मिलाएर राख्छ कत्रो ढुङ्गा भनेको नि यता पनि ढुङ्गै छ नि सबैतिर ढुङ्गै ढुङ्गा यहाँ मेरो मुख अहिले सुछ है भोलि इनकेस चिसो भयो भने मुख सबै फुलेर आउँछ क्या चाहँदै हामी त मनाङमा पोरी भएर अब सफा हुन्छ नि त यो चाहिँ हाम्रो बस्ने ठाउँ हेर्न जाउँ न त माथि कहाँ यहाँ माथि के छ रुमहरू नि यस्तै बन्द छ नि यो चाहिँ हाम्रो रुमै गाइस यहाँ हिसे सुत्छ यहाँ सेराप सुत्छ यहाँ पाल्जो र म सुत्छ हामी चाहिँ अब च्याम्चेमा आइपुगेर नुहाइ धुवाइ गरेर लुगा सुगा धोएर यसरी आगो ताप्दै बिरालोहरू जसरी आगो ताप्दैछौँ है टिपिकल च्याम्चे स्टाइलमा तिमी त चिलमा आहा मजा आएर जुस कहाँ आयो भनिदिन्छौ तिमी निरायो पनि होला हिसो त होइन म त त्यही भनेर हिसो निरायो होला मस्तले भने गाडीमा त दिँदैन हिँड्दैछौ नि त्यही त मलाई त्यसै लागेर ठोके त त्यो पछि चाहिँ निन्द्रा हरायो मेरो त त्यो तिमीहरूबाट छुटेपछि त है कहाँबाट ल्याएको बिचमा त यस्तो अफमा पनि पाल्जो त स्पिड चलाएको छ क्या म त यता चिसो लागेछ हल्का तिम्रो भिडियो भइरहेछ नभन न धरा गर्दैछ है चाइनिज दुईजना ए त्यस्तो हुँदैन यो यस्तो छ कत्रो यो के भन्ने ढुङ्गा भन्ने कि बाँध भन्ने कि के भन्ने आज अब हट सावरमा गएको भिडियो बनाउँछु मजाले ब्रेकफास्ट खान गएँ बाई बाई यहाँ चाहिँ यस्तै खोलाको आवाज आइरहन्छ क्या अब उता बेलुका काठमाडौँतिर त साइलेन्ट टाइपको हुन्छ नि गाडीहरूको मात्रै आवाज आउँछ नि यहाँ चाहिँ अब यस्तै खोलाको स्वर हिजो सबै लुगा मैले धोको रोडै धाक्दो रहेछ ल
खै सबैजना यहाँ हाम्रो च्याम्चे गाउँको तलपट्टि जगत गाउँमा भएको हट सावर त नभनौँ नेचुरल तातो पानी जम्मा हुने स्विमिङ पुल क्या त्योमा जानलाई रेडी हुँदैछ है। अब आज हामी कोही नि गएको छैन नि त, त्यसैले कस्तो हुन्छ भनेर हामी चाहिँ यो जगतको तातो पानीमा जाँदैछु है। कतिको तातो रहेछ, न्यानो जिकुजी नेपाली जिकुजीमा जाँदैछु ल। एकछिन वाटरफल बब्बा वाटरफल आउँदैछ, म देखोस् है। बाट जगतको अलिकति तल छ है हामी चाहिँ। अब यहाँबाट हट सावरमा गएर देखाउँछु। हामी चाहिँ जिकुजीमा जाँदैछौँ, नेपाली जिकुजी नेचुरल जिकुजीमा जाँदैछु ल। यसरी तातो पानी आउँदो रहेछ हौ यहाँबाट चाहिँ। बाफ आइरहेको छ क्या त्यहाँबाट, यसमा देखिरहेछ नि। एउटा सेट गरिदिँदो रहेछ क्या ग्रुपहरू आएपछि, अनि मजाले हट वाटर यसरी सेट गरेर अनि खोलाको छेउमा जङ्गलको बिचमा दामी रहेछ। नेपालीलाई पर पर्सन 100 रुपियाँ, अनि फरेनरहरूलाई चाहिँ त्यस्तै 200 लिँदो रहेछ हौ। यहाँ अब हाम्रो यता रेडी हुँदैछ हट स्प्रिङ। रेडी हुँदैछ स्टिल भर्नुपर्छ होला मेबी। यो गाडीहरू बक्सर किन्दैछ है, बक्सर किन्दैछ। हामी त्यही हट स्प्रिङमा जानलाई रेडी हुँदैछौँ। हाम्रो गाइज हुँदो रहेछ अब बक्सर सक्सर लाएर हट स्प्रिङको लागि रेडी हुँदैछ है। ल आउनुहोस्। बक्सरमा सेरा, बक्सरमा पाल्जोर चिया, बक्सरमा ल हाम्रो चाहिँ रेडी भइसक्यो। ल जाउँ गाइस, बरातीमा आएको भिडियो बनाइदिन्छु म। धेरै तातो भयो रे उनीहरूलाई चाहिँ। अब दाइले एकछिन तातो बन्द गर्दैछ। मुखहरू रातो भइसक्यो घाममा बसेर। अनि रिङ्गटारहरू लाग्यो भने चाहिँ पानीबाट निस्क्यौँ भनेर चाहिँ रिङ्गन लाग्नु थाल्यो। मान्छे डुबेछ यता, बक्सर लाएर डुबे रहेछ मान्छे उता, बक्सर यता भएछ। म चाहिँ सौना बात लिइरहेको छु हट स्प्रिङमा। साइडमा मसँग मर्मेड छ। हाम्रो चाहिँ सकियो है। केटाहरू चाहिँ अझै डुब्दैछ, मलाई त रिङ गरेर लाग्छ। अब काम पाए पो है। यस 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 यस्तो मान्छेले सिकेको रे। मर्मेन ओ माई गड। यिनीहरू यति बेर बसिरहेछ, बसाए अघिदेखि। ओए ओए लाग्छ र पाते रहेछ कस्तो यो त। अब हट स्प्रिङबाट हामीले चाहिँ कफी ल्याएको थियो है। अब यसो मजाले यहाँ हावा खाँदै यसो इन्भाइरोमेन्ट हेर्दै कफी खानु पर्यो नि त। चिलिङ माई लाइफ, डोन्ट डिस्टर्ब मी। स्वर्गै पुगे जस्तो फिल भयो। वाउ हेलो। हाम्रो चाहिँ अब आजबाट पोङ्कर लेकको तयारी सुरु। हेर्न सक्नुहुन्छ है कस्तो तयारी छ। सेट जुत्ता पनि देखाइदियो। च्याम्चेको बसोबास सकेर अब थोजेको लागि तयारी होइन। अनि आज अब थोजेसम्म हामीलाई त हिँड्न नसक्नेलाई 5 घन्टा लागिहाल्छ। अनि थोजेबाट पोङ्करको लागि अब भोलि भनौँला के हुन्छ। अहिलेलाई हिँडौँ ल।
हाम्रो साथीहरू चाहिँ अघि मैले देखाएको थिएन को छ भनेर यिनीहरू छ है चुम्भ्यालीको हिसे चुम्भ्यालीको सेराप अनि आजको हाम्रो गाइड यहाँ ब्याग देखाइदिनुहोस् गाइडको ब्याग पैसा चाहिँ छैन नि फेरि पैसा चाहिँ छैन ल बाई द वे अनि अब अक्टोपस झर्ना आउन लागेको छ क्या अनि यिनीहरूको चाहिँ फर्स्ट टाइम हो नि त मैले त देखिसकेँ 2 चोटि जति यो चाहिँ मेरो 3rd टाइम हो क्या सो डेन्जर राइड भयो नि त अनि कस्तो अक्टोपस झर्नामा चाहिँ अक्टोपस पाउँछ र तपाईँले अलिक मजाले खोज्यो भने चाहिँ 2-3 वटा भेट्छ अरे भन्ने हल्ला सुनेको थियो नेपालमा अक्टोपस भेट्नु त अलि असम्भव अब यहाँबाट त्यस्तै 1 मिनटै अब हामी एकदम दामी फेमस झर्नामा पुग्न लागेको छौँ हामी चाहिँ यहाँ मान्छेको छतमा चढेर भ्यू हेर्नलाई अहिले उता साइडबाट राम्रो देख्छ अहिले उता साइडबाट जान्छु है कस्तो रिङ्गो लाग्दो रहेछ भने यहाँ देख्दा त अब हामी यहाँ अक्टोबर झर्नाबाट यस्तो राम्रो हावा आइरहेको छ क्या होइन अनि त्यहाँबाट यसरी हिँडेको फोटो खिच्ने हो क्या भिडियो बनाउँछु क्या ल जाउँ ल हामी दामी दामी भन्दै अहिले तल खस्ने यार कस्तो जाडो पो भयो है यहाँ त एकदिन त सर्र चिसो भयो पहिला त यहाँ माथि कौसीमा यता माथि कौसीमा जान दिन्थ्यो कि अहिले दिँदैन रहेछ अब यतैबाट खिच्ने त्यही हुँदैन लाग्यो तपाईँहरूलाई झर्ना झर्ना चाहिँ यहाँ पछाडि चाहिँ ल मर्न मन लाग्यो बाँदरहरू है अब अक्टोबर झर्नामा फोटो खिचियो अनि अब चाहिँ कपाल सपाल बाट्ने नन स्टप हिँड्नुपर्छ अब रोक्दै बस्नु हुँदैन जे पाइ त्यो बाटो निकाल्ने चाहिँ यही पाजर हो क्या अनि हराइदिन्छ नि हावा बाटो प्लानिङ गर्छ अनि हामीलाई हराइदिन्छ क्या अब त उता डेन्जरको पाहाडहरूबाट जानुपर्छ अब यहाँबाट जानुपर्छ सरी त्यो डरलाग्दो देखेँ है हामीले चाहिँ लिफ्ट पायो खुसी भएर बसिरहेको सबैजना खुसी 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 मजा आ रहा है ब्रेक टाइम एकछिन दाइहरू चाहनु हुनुहुन्छ यो चाहिँ तालगाउँ है तालगाउँ उठ्न सक्दा रहेछ त अघि बनाएर पानी पानी यहाँ माथिबाट एकदम हाई माथि हाइट भएको पुल हो क्या ल हामी चाहिँ धारापानीमा आइपुग्यो दाइहरूले हामीलाई चाहिँ फ्रीमा छोडिदिनु भयो अब यताबाट हामी थोचेलाई हिँड्न थाल्छौँ धेरै टाइम लाग्दैन थोचे त मेरो चाहिँ त्यस्तै 30-40 मिनट भनेको यो पालि चाहिँ त अझै कति रे 5 मिनट 5-10 मिनट रे त्यो चाहिँ होइन है किनकि म हिँडेको छु नि त लु अब बिस्तारै हिँड्दैछ है भेटौँला यहाँ चाहिँ अब अलिक जाडो क्या अलिक माथि माथि भयो नि त लु हिँडे है हामी अब हामीले चाहिँ मनाङको प्योर अक्सी पनि देख्यो अक्सी पनि देखेँ हाई आमे आमे के गरेको थियौ के गरेको
गए मेरो धारा पनि यहाँ हो होइन यहाँबाट ब्रिज कटेर खोजेको क्या हामी चाहिँ यसरी जाने यहाँ जाने तिनसे जाने सिटी खोला त्यसपछि भिमताङ होइन होइन यहाँ लार्के पास होइन यहाँबाट हामी पङ्गरले घुमेर आउने यहाँ लार्के पास गयो भने फेरि गोर्खा पुग्छ यहाँबाट गयो भने चुमकटे गयो फेरि गुरुङ आठ भन्नु हामी लाउँछ गोर्खा आठ उसले त गोर्खा एरिया रे गोर्खा एरिया रे हेलो बोई रोचे गाउँ मेरो हस्बेन्डको घर त्यहाँतिर पुल छ पुल भत्काइसकेको थियो अहिले फेरि बनाएर त्यहाँ जानु मन छ किन जानु पहिला बाढी पहिरो आएर यताबाट चाहिँ नयाँ पुल बनाएको रहेछ धेरै सर्टकट भयो क्या नत्र त पुरै उतादेखि घुमेर आउनुपर्छ नि स्टिल नै यही छ के हो भर्खर आजै खोलेको के हो बलुन्सहरू त स्टिल अहिलेसम्मै रहेछ बेलुन्सहरू नै रहेछ त के हो आज खोलेको हो ए ठ्याक्क ल आजबाट खोल्या रहेछ है धेरै लकी रहेछ ल हामी काट तिमीहरू काटिसकेको पुल मलाई चाहिँ अलिक डर लाग्छ तर पहिला भन्दा त धेरै कम भइसक्यो नत्र लास्ट डर लाग्थ्यो अफिसियली है पुगियो आजको बास यहीँसम्म गाडी लिफ्ट नभए भए त लास्ट टाइम लाग्ने रहेछ अहिले चाहिँ यता अब बत्तीको प्रब्लमहरू छ अरे योपालि भन्ने सुनेको थिएँ अब आजलाई चाहिँ फ्ल्यास लाइटको घरमा बाँच्नु पर्ला अब भित्र जाने बाँच्ने ल वेलकम टु पाल्जोर हाउस यहाँ चाहिँ गुम्बा छ आजको लागि चाहिँ अब ग्राउन्ड फ्लोर हाम्रो है बत्ती छैन भन्दै साँच्ची कहाँ मार्नु मिल्छ बिचमा देखिरहेको छ मजाले राइटमा टोइलेट खोला त तातो तातो चौचो पकाएर खाने बत्ती सत्ती छैन ठ्याक्कै 6 बजे एकदमै अँध्यारो यहाँ त लास्टै धेरै नै अँध्यारो भएको छ एकदमै केही पनि देखिँदैन बाहिरतिर त है साँच्चै हेर न बाहिर त केही देख्दैन अनि हाम्रो खाना पाक्दैछ खानाहरू पाक्दैछ छिटै सुत्छ नि यहाँको मान्छेहरू यस्तो छ आजको डिनर त होइन अब खाजा हो डिनर अहिले खाना पाक्दैछ अब हामी चाहिँ अब यस्तो बेलुका बत्ती सत्ती छैन होइन फ्ल्यास बाल्ने थोचे गाउँमा तास खेल्ने कफी खाने